टोदह नाम पनि प्रनाउन्स गर्न आउँदैन तर आएको छौँ यतै घुम्नलाई 4 भाइ हाम्रो ड्राइभरहरू अगाडि अनि हामी प्यासेन्जर पछाडि छौँ यहाँ चाहिँ जाने हो देखाउँछौँ हामीलाई टोदहको हामी देखाउँछौँ टोदहको अहिले एकछिनमा केलाई चार माछालाई 4 एउटा किन्दा धेरै खान्थ्यो भने माछा मर्छ नि सबै मान्छेले किन्दा नि भिडियोको बनाउनु पर्छ जस्तो लाग्यो मलाई पनि बनाऊ माछालाई 4 चाहिँ नहाल्दिनँ त हामी हाल्ने ठिक छ म पनि हालिनँ अरे फोटो अनि सुमन सर टोदह घुम्दाको फिल कस्तो लागिरहेको छ तपाईँलाई घुम्नलाई टिकट काउन्टर टिकट काट्नुपर्ने है टिकट काट्नुपर्छ टिकट काट्नुपर्छ है अहिले टिकट काट्नु फाइनली 30 रुपियाँ अरे टोदहको टिकट पनि यार ओहो यो घुम्नलाई चाहिँ छैरछ जे होस् टोदह आएर घुम्न सक्नुहुन्छ तपाईँ त टिकटै नदेखाइ छिरिसक्नु भएछ तर किनिरहेछु 30 रुपियाँको टारे सस्तै रहेछ हाल्नुपर्छ हामी पनि दान पात्र भगवान्ले सबको रक्षा गरून् ओहो हो पौडी खेल्नलाई चाहिँ साह्रो मजा हुन्छ होला है लगाउनु किन्दा कसरी हो 50 को 100 को 4 बाहिर छ है 4 वटा दिन हामी पनि एक जना छु हजारकै मात्रै रहेछ पैसा पनि 50 रुपियाँ 50 अहिले पैसा साटेर एकदम खुसी छ केटो माछालाई 4 पनि किनिसकेको छु तर हाम्रो माछालाई 4 हाल्ने मान्छेहरू चाहिँ घर माछा पनि रातो रहेछ पानीपुरी दनादन दिइसकेछन् हाम्रो साथीहरू पानीपुरी कस्तो छ मलाई पनि पानी हाल्दा हुने कुरा छ टोदह चाहिँ खत्रै ठुलो रहेछ अब हाम्रो रमेश भाइले चाहिँ माछालाई 4 खिलाउँदै हुनुहुन्छ मैले पनि किनिरहेको थिएँ देख्न सक्नुहुन्छ हाम्रो मदन दाइले अब पुरा माछालाई टोदहमा आएर चाहिँ टक्कसँगले हाल्दै हुनुहुन्छ हैन उ त्यहाँ माछा खाँदैछ आम्मामा चाटिरा हो क्या हो हो हाम्रो पार्टनरहरू चाहिँ कता गएछ घुमेको यो टोदहको माछाको हतियारा चाहिँ यो है साथीहरू हेर्नु त भुँडी पड्किउन्जेल 4 हाल्देर यो मान्छे दाढी काट्नु पनि भन्थ्यौँ हैन
तर मलाई यो दारी काट्नुपर्छ भन्ने फिल चाहिँ टोदा आएपछि लागेको छ किनकि यहाँ राम्रो राम्रो मान्छेहरू देख्न परियो होइन त्यही भएर काट्न मन लागेको न काट्न खासै मन थिएन मलाई दारी चाहिँ सेकेन्ड कुर पनि छोडिसकेको छौँ भन्न सेकेन्ड कुर छोड्नु भएको तपाईँले हामीले एकदम सेकेन्ड कुर छोडिसक्यौँ अब हामी अगाडि जाँदैछौँ होइन अगाडि कुर भेट्यो भने फेरि हामी तपाईँहरूलाई देखाउनेछौँ हो ठिक छ एउटा सानो कुर र एउटा ठुलो कुर चाहिँ हामीले छोडिदिइसक्यौँ अर्को अगाडि कुन खालको कुर भेटिन्छ देखाउनु गइरहेको छौँ फेरि देख्न सक्नुहुन्छ गाई छ अगाडि देखाउनु होला कृपया वो देखाउनु वा पर छ कुर होइन यो त तर खतरा छ त्यो भित्र त माछा होला है पर नि त्यहाँ हेर्न गाह्रो लाग्छ अन्त चेपचेपमा त कति माछा पसेको होला पक्का त्यहाँ चाहिँ एउटा माछा ठुलै खालको हुनुपर्छ तर केही छैन यो डाँडा आउने गरेर हामी फोटो खिच्न लागेको छौँ यो फोटो हेर्नलाई चाहिँ हाम्रो फेसबुक आइडीमा जान सक्नुहुन्छ यो हाँसले जस्तै म पनि पौडी खेल्न सकेदेखि के गर्थ्यो होला आज चाहिँ फाइनली होइन एकत्र भएको कारणले गर्दा पनि होइन हल्का हाम्रो मौसमले च्यालेन्ज गरेको छ हामीलाई होइन अनि त्यही कारणले गर्दाखेरि हामी चाहिँ आज टोदो भन्ने ठाउँमा चाहिँ घुम्न आएको तर हल्का पानीले गर्दा गोद्याङ हानिरहेको यो हाँसले चाहिँ माछा खाँदैन माछाले हाँस खाइदिनु टोदा पिकनिक स्पट पऱ्यो त यो त टोदा पिकनिक स्पट केटा पिकनिक खाइदिउँ त हामी पनि के खाऊँ हामी खाऊँ केटा खाऊँ के खाने पिज्जा छ यहाँ फोटो खिच्ने ठाउँ पनि रहेछ मेरो पनि खिच्दै ल एक तास भाइ पैसाको म बस्छु एक तास लिनु पानी फोटो आफै खिच मस्त हामी चाहिँ अब के भन्छ टौदा अनि टौदाको पिकनिक रिसोर्ट घुमेर पनि निस्किसकेको छु होइन अब सबैजना बाहिर अब खाजा खाने हो टौदा निस्किसकेको छु अनि पुरै भरमन शर्मन छ कि अब खाजा खान्छौँ होइन खाजा कुद्छ अब खाजा खाएको पनि के भिडियोमा हालिरहनु भनेर चाहिँ अब निकै लामो समयपछि हामीले भन्दा नि मैले निकै लामो समय अघिदेखि नै भिडियो हालिरहेको थिएन फेसबुकतिर होइन अपलोड गरिरहेको थिएन टिकटक अनि टिकटकमा त हालिरहेको थिएँ यो के भन्छ युट्युबमा चाहिँ हालिरहेको थिएन क्या लङ भिडियोहरू अनि अब निकै लामो समयपछि आउँदैछ हेरेर साथ दिनु होला धन्यवाद।